अब्राहम दिन धेरै खाएर बुढा भइसकेका थिए। परमप्रभुले सबै कुरामा अब्राहमलाई आशिष दिनुभएको थियो। अब्राहमले आफ्नो घरको सबै कुरामा अख्तियार गर्ने प्रमुख नोकरलाई भने, तेरो हात मेरो तिघ्रा मुनि राख। म तँलाई स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरको यो शपथ खान लाउँछु कि तैँले मेरो छोरालाई अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्ये कसैलाई विवाह गर्न नल्याइदिनु, तर मेरो देशमा मेरै कुटुम्ब कहाँ गएर मेरो छोरा इसाकको लागि एउटी पत्नी ल्याउनु। तब त्यस नोकरले अब्राहमलाई भने, यदि त्यो स्त्री यस देशमा मेरो पछि लागेर आउन इच्छा गरिन भने त के मैले तपाईँका छोरालाई जुन देशबाट तपाईँ आउनुभयो त्यही नै लैजाने? अब्राहमले त्यसलाई भने, तैँले मेरो छोरालाई त्यहाँ फर्काएर नलानु। मलाई मेरा पिताको घर र मेरो जन्मभूमिबाट यहाँ ल्याउनुहुने स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, म तेरै सन्तानलाई यो देश दिनेछु। उहाँले नै आफ्ना दूत तेरो अघि अघि पठाउनुहुनेछ र तैँले मेरो छोराको लागि त्यहाँबाट एउटी पत्नी ल्याउन सक। त्यो केटी तेरो पछि आउन इच्छा गरिन भने तँलाई मेरो यो शपथ लाग्ने छैन। केवल तैँले मेरो छोरालाई चाहिँ त्यहाँ फर्काएर नलैजानु। तब त्यस नोकरले आफ्ना मालिक अब्राहमको तिघ्रा मुनि हात राखिकन त्यस विषयमा तिनीसित शपथ खायो। त्यसपछि त्यो नोकर आफ्ना मालिकका 10 वटा ऊँट र सबै किसिमका असल असल सौगात लिएर बिदा भयो र आराम नहारैमतिर लागेर नाहोरको सहरमा गयो। साँझपख स्त्रीहरू पानी भर्ने बेलामा सहरका बाहिरपट्टि पानीको इनारको नजिकै त्यसले ऊँटहरूलाई राख्यो। अनि त्यसले मनमनै प्रार्थना गर्यो, हे मेरा मालिकका परमप्रभु परमेश्वर, कृपा गरी आज मेरो काम सफल गराइदिनुहोस् र मेरा मालिक अब्राहमलाई आफ्नो दया देखाउनुहोस्। हेर्नुहोस्, म यो इनारनेर उभिरहेको छु र सहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदैछन्। यसैले यसो होस्, जुन कन्यालाई म तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ भनुला र जसले मलाई खानुहोस् म तपाईँका ऊँटहरूलाई पनि खुवाइदिन्छु भन्छन्, तिनलाई नै तपाईँले आफ्ना दास इसाकको निम्ति रोज्नु भएको होस्। तपाईँले मेरा मालिकलाई दया देखाउनु भएको रहेछ भन्ने म यसैबाट थाहा पाउनेछु। यसले यो भनिसकेको पनि थिएन, अब्राहमका भाइ नाहोरकी पत्नी मिल्काको छोरो बतुएलकी छोरी रेबेका काँधमा गाग्रो राखेर आइन्। कन्या अत्यन्त सुन्दरी र कुनै मानिससित पनि सहवास नभएकी थिइन्। इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन् र उक्लेर आइन्। तब त्यो नोकर तिनलाई भेट गर्न दगुर्यो र भन्यो, कृपा गरी तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ। तिनले हजुर खानुहोस् भनेर तुरुन्तै गाग्रो छाडिन् र आफ्नो हातमा गाग्रो राखेर त्यसलाई पानी खुवाइदिन्। त्यसलाई खान दिइसकेपछि तिनले भनिन्, तपाईँका ऊँटहरूका निम्ति पनि तिनीहरूले पि नसकुन्जेल म पानी उघाएर दिनेछु। तब तिनले झट्टै आफ्नो गाग्रोको पानी डुडमा खनाएर फेरि पानी उघाउन इनारतिर कुदेर गइन् र तिनले सबै ऊँटहरूका निम्ति पनि पानी उघाइदिइन्। त्यो मानिस चाहिँ परमप्रभुले आफ्नो यात्रा सफल गरिदिनु भएको हो कि होइन भनी थाहा पाउनलाई चुप लागि डिठ लगाएर तिनलाई हेरिरह्यो। तिनीहरूले पानी खाइसकेपछि त्यस मानिसले 6 ग्राम तौलका सुनको एउटा नत्था र 100 ग्राम जति तौलका सुनका बालाहरू झिकेर भन्यो, तिमी कसकी छोरी हौ? के तिम्रा बाबुको घरमा हामीलाई डेरा गर्नलाई बस्ने ठाउँ छ? तिनले त्यसलाई भनिन्, म नाहोरबाट मिल्काले जन्माएका बतुएलकी छोरी हुँ। तिनले त्यसलाई अझै भनिन्, हामीसँग दाना र पराल प्रशस्त छन्, डेरा गर्नलाई कोठा पनि छन्। तब त्यस मानिसले आफ्नो शिर निहुराएर भक्ति साथ परमप्रभुलाई दण्डवत गरेर भन्यो, परमप्रभु मेरा मालिक अब्राहमका परमेश्वर धन्यका हुनुहुन्छ, जसले मेरा मालिक प्रतिको दया र विश्वस्तता त्याग्नु भएको छैन। परमप्रभुले नै मलाई बाटोमा डोर्याएर मेरा मालिकका कुटुम्बको घरमा ल्याइदिनु भएको छ। तब ती कन्या गइन् र आफ्नी आमाका परिवारलाई सबै कुरा बताइन्। रेबेकाका लाबान नाउँ भएका एकजना दाजु थिए। लाबान निस्केर इनारनिर त्यस मानिस भएको ठाउँतिर दगुरेर गए। जब उनले आफ्नी बहिनीको नाकमा नत्थ र हातमा बाला देखे र त्यस मानिसले मलाई यसो भन्यो भन्ने कुरा आफ्नी बहिनीबाट सुने, तब उनी त्यस मानिस कहाँ गए।
अनि इनारको छेउमा ऊँटहरूका नजिकै त्यो उभिरहेको देखेर लाबानले भने, हे परमप्रभुका आशीर्वादी जन, भित्र आउनुहोस्, किन बाहिरै उभिरहनुहुन्छ? मैले तपाईँको निम्ति डेरा र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु। तब त्यो मानिस लाबानसित उनको घरमा गयो र लाबानले ऊँटहरूका भारीहरू छारेर तिनीहरूलाई पराल र दाना दिए। अनि उनले अब्राहमको नोकर र त्यससित हुने मानिसहरूका निम्ति खुट्टा धुने पानी पनि दिए। तब त्यसको सामु खानेकुरा पनि राखिदिए। तर त्यसले भन्यो, जबसम्म मेरो समाचार म भन्दिन्न तबसम्म म केही खान्न। उनले भने, ल भन्नुहोस्। तब त्यसले भन्यो, म अब्राहमको एक नोकर हुँ। परमप्रभुले मेरा मालिकलाई खुबै आशिष दिनुभएको हुनाले तिनी एक ठूला मानिस भएका छन्। उहाँले तिनलाई बगालका बगाल भेडा बाख्राहरू र बथानका बथान गाई गोरुहरू तथा सुन चाँदी दास दासी ऊँटहरू र गधाहरू दिनुभएको छ। मेरा मालिककी पत्नी साराले बुढेसकालमा तिनको निम्ति एकजना छोरा जन्माइन् र उनैलाई तिनले आफ्ना जे जति छन् सबै दिएका छन्। मेरा मालिकले मलाई यसो भनेर शपथ खान लगाएका छन्, तैँले मेरो छोराको लागि म अहिले बसेको देशका कनानीहरूका छोरीहरूमध्ये कुनै पनि विवाह गर्नलाई नल्याउनु, तर मेरो कुटुम्ब कहाँ र मेरा पिताको घरमा गएर तैँले मेरो छोराको निम्ति एउटी पत्नी खोजेर ल्याइदिनु। मेरो मालिकलाई भने, कथं कथाचित त्यो स्त्री मेरो साथमा आउन मानिनन् भने नि त। तिनले मलाई भने, जुन परमप्रभुको सामुने म हिँडुल गर्छु उहाँले नै आफ्ना दूत तँसित पठाउनुहुनेछ र तेरो कार्य सफल हुनेछ र तैँले मेरो कुटुम्ब र मेरा पिताको घरबाट मेरो छोराको लागि एउटी पत्नी ल्याउनेछस्। जब त मेरो कुटुम्ब कहाँ पुग्नेछस् तब मेरो यस शपथबाट छुट्नेछस्, अनि तिनीहरूले केटी दिएनन् भने पनि मेरो यस शपथबाट त छुट्नेछस्। आज इनारमा आइपुगेर मैले यसो भने, हे परमप्रभु, मेरा मालिक अब्राहमका परमेश्वर, तपाईँको इच्छा भए तपाईँले मेरो कार्य सफल गराइदिनुहोस्। हेर्नुहोस्, म इनारमा उभिरहेछु, जुन स्त्री पानी भर्नलाई आउलिन् र मैले तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ भन्दा तिनले मलाई खानुहोस् र म तपाईँका ऊँटहरूलाई पनि पानी उगाइदिनेछु भन्ने छिन्। त्यही स्त्री चाहिँ मेरा मालिकका छोराको लागि परमप्रभुले ठहराउनु भएको होस्। मैले यी कुरा मनमनै भनिसक्न अघि नै हेर्नुहोस्, रेबेका काँधमा आफ्नो गाग्रो बोकेर आइन् र इनारमा ओर्लेर पानी उगाइन्। मैले तिनलाई भने, कृपा गरी मलाई पानी पिउन देऊ। तिनले तुरुन्तै आफ्नो काँधबाट गाग्रो झारेर भनिन्, खानुहोस्, म तपाईँका ऊँटहरूका निम्ति पनि पानी खान दिनेछु। तब मैले पानी पिए र तिनले मेरा ऊँटहरूलाई पनि पानी खान दिइन्। मैले तिनलाई, तिमी कसकी छोरी हौ भनी सोधे। तिनले भनिन्, नाहोर र मिल्काका छोरा बतुएलकी छोरी हुँ। तब मैले तिनको नाकमा नत्थ र हातमा बालाहरू लगाइदिए। अनि आफ्नो शिर निहुराएर भक्तिसाथ परमप्रभुलाई दण्डवत गरे र मेरा मालिक अब्राहमका परमप्रभु परमेश्वरलाई धन्यको भने, जसले मेरा मालिककै भाइकी नातिनी तिनका छोराको निम्ति दिन मलाई ठिक बाटोमा डोर्याउनु भएको थियो। अब तपाईहरू मेरा मालिकसँग दया र सत्यको व्यवहार गर्नुहुन्छ भने मलाई भन्नुहोस्, होइन भने पनि मलाई भन्नुहोस्, र म दाहिने देब्रे जता हुन्छ लागुला। तब लाबान र बतुएलले जवाफ दिए, यो कुरा परमप्रभुबाट नै हुन आएको हो। हामी तपाईँलाई खराब अथवा असल केही भन्न सक्दैनौँ। हेर्नुहोस्, रेबेका तपाईँको सामुने छे, त्यसलाई लिएर जानुहोस् र परमप्रभुले भन्नुभए जस्तै गरी तिनी तपाईँका मालिकका छोराकी पत्नी होस्। अब्राहमको नोकरले तिनीहरूका कुरा सुनेपछि भुइँमा निहुरेर भक्तिसाथ परमप्रभुलाई दण्डवत गर्यो। तब त्यसले सुन र चाँदीका गहनाहरू र लुगाहरू ल्याएर रेबेकालाई दियो। त्यसले तिनका दाजु र आमालाई पनि मूल्यवान थोकहरू उपहारको रूपमा दियो। तब त्यो र त्यसका साथमा भएका मानिसहरूले खाए र पिए। त्यो रात त्यही बिताए। बिहान उठेपछि त्यसले भन्यो, मेरा मालिक कहाँ जान अब मलाई बिदा दिनुहोस्। तर रेबेकाका दाजु र आमाले भने, कन्यालाई कमसे कम 10 दिन यही हामीसँग रहन दिनुहोस्, त्यसपछि तिनी गए हुन्छ। तर त्यसले तिनीहरूलाई भन्यो, मलाई नअल्मलाउनुहोस्। अब परमप्रभुले मेरो यात्रा सफल गराउनु भएको छ, मलाई जान दिनुहोस् र म मेरा मालिक कहाँ जानेछु। तब तिनीहरूले भने, हामी कन्यालाई नै बोलाएर यसबारे तिनकै मुखबाट सुनौ। अनि तिनीहरूले रेबेकालाई डाकेर भने, के तिमी यस मानिसको साथमा जान्छौ? तिनले भनिन्, म जान्छु। यसै कारण तिनीहरूले आफ्नी बहिनी रेबेकालाई
तिनकी सेविकासँगै अब्राहमको नोकर र त्यसका मानिसहरूका साथमा पठाइदिए। तिनीहरूले रेबेकालाई आशिष दिएर भने, हे हाम्री बहिनी, तिमी हजारौं हजारका आमा हौ र तिम्रा सन्तानले तिनीहरूसँग दुश्मनी गर्नेहरूका सहरहरू कब्जा गरून्। तब रेबेका र तिनका सहेलीहरू ऊँटहरूमा चढे र त्यस मानिसको पछि लागे। यसरी रेबेकालाई लिएर त्यो नोकर आफ्नो बाटो लाग्यो।